होलीको टी-सर्ट किन्न गयो है ल न जाँदा नि छिटो आइज फेरि होलीको टी-सर्ट किन्नको लागि पैसा दिनु नि त हामी ला 50 रुपैयाँ का 50 रुपैयाँ पर्छ त नि मम्मी होलीको टी-सर्टलाई 100 त परिहाल्छ नि किन्नको लागि त ल त नि ला 100 रुपैयाँ ला 100 रुपैयाँ खै दिनु त नि 100 रुपैयाँको होलीको टी-सर्ट किन्न उफ बल्ल गयो मेरो दिमाग खाइराथि मम्मी कता हुनुहुन्छ मैले होलीको टी-सर्ट किनेर ल्याए ए आइस होलीको टी-सर्ट किनेर खै देखा कस्तो क्वालिटीको ल्याइछस् होलीको टी-सर्ट 100 रुपैयाँ दिएको थियो क्या लौ मम्मी हेर्नु ब्याग त राम्रै देखाएको राम कति नराम्रो क्वालिटी हो पाता हालो न पाता हालो यो यस्तो अलि राम्रो क्वालिटीको ल्याउनु पर्दैन अब होली खेल्न जाने होला यही टी-सर्ट लाएर जा अब यो मम्मीलाई त मैले ल्याएको त केही नि पस्दैन के मम्मी मैले लाए ए आइस होलीको टी-सर्ट लाएर ल त नि जा होली खेल्न तेरो साथीहरू बाहिर बसिया ल त नि मम्मी होली खेल्न गए 5 घण्टा पछि तेरो मुख हेर्दा छोरी ऐनामा गएर अनि थाहा पाउँछस् म किन चिच्चाको मेरो मुख के भयो र मम्मी मेरो मुख त्यही देखेर चिचाउनु भएको मम्मी म तेरो यही मुख देखेर त चिचाको हो नि अझै भन्दा रहेछ किन चिचाको भने हेलो गाइस यो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला अनि यो भिडियो चाहिँ एकदमै ढिलो आयो त्यसको लागि चाहिँ सरी है अनि म चाहिँ बिरामी थिएँ मेरो स्कुल नि स्टार्ट थियो अनि एक्जाम पनि आउला नि त त्यही भएर के अरे अनि होलीको 2-3 दिन अगाडि हाम्रो स्कुलले छुट्टी दिएको थियो त्यति बेला बनाएको अनि खास गरी हामीले चाहिँ मैले चाहिँ होलीको बेला हाल्छु भनेर के अरे बनाएको किनकि होलीको दिन मात्र टाइम पाउन हामी होली खेलिरहेको हुन्छौँ नि त त्यही भएर सो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु है बाई बाई